हेलो हेलो वेलकम टु माई मिनी ब्लग भन्दै म चाहिँ आज तपाईँसँग खरबुजा खाँदैछु है। अहिले चाहिँ दिउँसोको 1-2 बजिसक्यो है। अनि म चाहिँ आज चाहिँ होलिडे भएकोले बिहान ढिलो उठेँ। अनि ढिलो उठिसकेपछि हातमुखहरू धुएँ है। अनि हातमुख धोएर चट्ट लाएर खानासाना पकाएर खानासाना चाहिँ मिठो पकाएर खाएँ। खानासाना पकाएको चाहिँ मैले भिडियो लाउन सकिनँ किनकि मेरो मोबाइलमा त्यतिखेर चाहिँ चार्जहरू थिएन। अनि त्यही भएर मैले चाहिँ चट्ट अनि चार्ज गरिसकेको थिएँ। खानासाना पनि खाइसकेँ। अनि त्यहाँदेखि घर परिवारसँग बोल्नलाई मैले कल लगाएँ। घरसम्म कलमा बोलेँ है। अनि हाम्रो चाहिँ गफ ठुलो हुन्छ क्या, धेरैजना छौँ। अनि धेरैजनासँग बोल्दा ओर्दा मेरो चाहिँ 1-2 घन्टा गयो किनकि नेपालमा आफन्त गाउँघरको कुरा गर्दा त टाइम त खाने नै भयो होइन। अब किनकि अहिले चाहिँ हामी परदेशमा छौँ। परदेशीलाई त गाउँघरको कुरा हल्लीचल्ली खबरखबर सुनाउनु त साह्रै रहर हुन्छ है। किनभने अरू दिन त अब हाम्रो ड्युटी हुन्छ, ड्युटीको बेला त्यसरी बोल्न मिल्दैन। अनि आज चाहिँ होलिडे भएकोले चट्ट गाउँछौँमा आफन्तसँग बोलेँ है। अनि बोलिसकेपछि चाहिँ के गरौँ भनेर अल्छी लाग्यो। अनि अल्छी लागेपछि चाहिँ मैले चाहिँ सच्च सम्झेँ फ्रिजमा खरबुजा छ है। अनि खरबुजा निकालेर मैले चाहिँ चट्ट लाएर काटेर खान थालेँ। खरबुजा चाहिँ ठुल्ठुलो काटेछु है। अनि चट्ट पारेर मैले चाहिँ 2 भाग पारेर खाएँ। खरबुजा पनि मिठो थियो है। अनि खाँदा पनि घर गाउँको त्यो कुराकानी गरेको चाहिँ मलाई चाहिँ कस्तो याद आइरहेको थियो है। अनि आज चाहिँ छुट्टी हो नि त, खरबुजा चाहिँ टनै थियो क्या। भन्नु नि अब काट्नु मैले त हेर्नुहोस् नयाँ 1 थाल काटेछु क्या। अब 1 थाल एक्लै त खान सकिनँ। अब अरूहरूलाई बोलाउँ भने पनि अरूहरू चाहिँ मस्त निन्द्रा थियो है। किनभने आज चाहिँ ड्युटी छुट्टीको दिन त अब आराम गर्नै पर्यो नि त। अनि त्यही भएर चाहिँ आराम गर्दै हुन्थ्यो नि। त्यो चाहिँ मैले चाहिँ एक्लै खाएको है। अनि अरू ड्युटीको बेला चाहिँ कस्तो गर्ने क्या। अनि कस्तो गरेर कस्तो आराम गरौँ जस्तो सुत्नु पाइने हुने जस्तो हुने। अनि यो छुट्टीको दिन चाहिँ फेरि अल्छी लाग्दो रहेछ। त लाएर खरबुजाहरू पनि 1 थाल खाइसक्छु होला भनेर काटेको थिएँ, तर खाइसकिनँ। अनि खाइ नसकेपछि चाहिँ मैले चट्ट फोहोर फालिसकेपछि त्यो चाहिँ फेरि थन्काएर राखेँ किनकि भरे खानुहुन्छ भन्दै आजलाई मेरो भिडियो यति नै। बाइ बाइ।